कन्हैयालाल की जय, सतगुरु महाराज की जय, पूर्ण ब्रह्म परमात्मा की जय, श्री राजश्यामा धाम धनी की जय, सर्व सुंदर साथ जीव की जय। प्रणाम सुन्दर साथजी। आज म हजुरहरूलाई प्रभातकालीन शिवा पूजाको मङ्गल आरतीको विषयमा थोरै चर्चा गर्न गइरहेको छु। स्वीकार्नुहोस्, प्रेम प्रणाम। मङ्गल आरती भनेको, मङ्गल भनेको शुभ, आरती भनेको दर्शन। बिहानको शुभ दर्शन, शुभ आरतीलाई मङ्गल दर्शन भनियो। यो मङ्गल आरती श्री रङ्गमहलको 9 तला दशमी आकाशीको यो रङ्गमहल रहेको छ, परमधामको बिचोबिच, 25 परमधामको बिचमा। 5वीं भोङ र मध्य परवाली मन्दिर, रङ्ग परवाली मन्दिरमा राजश्यामाजीको हामी सबैको शयन कक्ष रहेको छ र रङ्ग परवाली मन्दिरमा राजश्यामाजीको शयन कक्ष रहेको छ। त्यसको वरिपरि 12,000 मन्दिरमा हामी सबै सखीहरूको शयन कक्ष रहेको छ। रङ्ग परवाली मन्दिरमा राज्यलाई उठापन हामीले आह्वान गरेर प्रभाती गायन गरेर उठापन गरिसक्यौँ। अब मङ्गल आरती गर्न गइरहेका छौँ। शुभ दर्शन, शुभ आरती। 5वीं भोम रङ्ग परवाली मन्दिरमा राजश्यामाजीको उठापन आरती, बिहानको पहिलो आरती। सुखको निधान, जय जय सुखको निधान। सुखको निधान, जय जय सुखको निधान। मङ्गल आरती, सुखको निधान। उठी बैठे सुख से ज्या श्री राज, सङ्गर्धाङ्ग लीलाज। सुखको निधान, जय जय सुखको निधान। सुखको भनेको सुखको, निधान भनेको खानी, निधान भनेको स्रोत, निधान भनेको मूल। सुखको मूल, सुखको खानी, सुखको मुहान। किनभने परमात्मा सुखको मुहान हुनुहुन्छ। सुख भनेको आत्मिक सुख, आनन्दको खानी हुनुहुन्छ, आनन्दको स्रोत हुनुहुन्छ। त्यही भएर हे राज्य, हजुर सुखको निधान हुनुहुन्छ, हजुर आनन्दको स्रोत हुनुहुन्छ, आनन्दको मूल हुनुहुन्छ। सुखको निधान, जय जय सुखको निधान। मङ्गल आरती, हजुरको मङ्गल आरती, हजुरको जय होस्, जय जय सुखको निधान। मङ्गल आरती, सुखको निधान। उठी बैठे, राज्य महाराज उठेर बस्नुभयो। सुख सेज्या, राज्यको शयन गर्ने पलङलाई, आसन ग्रहण गर्ने पलङलाई सुख सेज्या भनिन्छ परमधामको। उठी बैठी सुख सेज्या, सँग अर्धाङ्ग अलि लिए लाज। साथमा अर्धाङ्गिनी, अलि भनेको सखी, अर्धाङ्गिनी सखी को त भन्दा श्यामाजी महारानी। सँग श्यामाजी महारानीको साथमा राज्य बस्नुभएको छ। श्यामाजी महारानी अलिकति लाज भनेको थोरै घुँघटलाई यसरी निधारमा अलिकति छोपेर, अलिकति निहुरेर नम्र भएर बस्नुभएको छ। अलि लिए लाज, थोरै लज्जायुक्त सखी भएर राज्यको साथमा बस्नुभएको छ।